3 go आयो बालै गिरी कामजा मुटु थिरी भैँसो पानी झाम झाम खोलै बगेला त्यति अर्को अब त्यति सकेको के अब अर्को अर्को खै अर्को गीत चाहिँ छैन अर्को कुन गाउनुहुन्छ रे गीतले त्यो गीत जानेको अर्को कुन छ गीत कुन गीत गाउनुहुन्छ र भाले माकुरी के पो भन्नुहुन्थ्यो रे कति राम्रो जाले बुन्यो के भाले माकुरीले गीत भाले भाले माकुरी आयो बाँसुरी हैन कति राम्रो जाले बुन्यो भाले माकुरीले भन्ने क्या कसो कति राम्रो जाले बुन्यो भाले माकुरीले भन्ने क्या कति राम्रो जाली बुन्यो भाले माकुरीले फेरि जानेको त्यति हो फेरि एकचोटि है एकचोटि फेरि फेरि कति राम्रो जाली बुन्यो भाले माकुरीले तिमीलाई हङकङ पुर्यायो आइडी कार्डले तिमीले हङकङ पुर्यायो आइडी कार्डले हङकङ पुगी बोलाउ चाँडै नै बोलाउँछु भन्छु तर तिमीले आइ कहिले उडाइ लगेछौ मैले के जाने सत्यकला जाने मैले गीत गाएको एकदम राम्रो सत्यकलाले गाएको एकदम तपाईँले गाउनु भएको झन् राम्रो जमाना निकै गाउँछ नि अब त बुढो भयो हो नि जमाना निकै झिल्का बुढा हुन्थे बुढा भएको बुढा हुनै भएन सेबाट पुगेपछि नि यस्तो भन्ने मान्छे त पाइँदैन गाँठे छोरी मैले सुन्यो भने के भन्लाई मलाई उजेठो अझेठो हुन्छ मलाई यो 3 साले हो बराबर छ सबै अब छोरीले रोटी माछापुरले त्यस्तो गरिदिएको मम्मीको पाली हो अबै अनि यसो गरेर के हुन्छ ल अब गाइदिनु नि त तपाईँ पनि अब मैले हजुर अनि उ त्यो बुनुले बजाउँछ अनि मात्रै गाउँछु एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारी दिम्ला ल आऊ जुन र बुनु र म गाउँछौँ होइन मिलाएर के तिमीले सुरु गर नानी ल कान्छ मलाई सुनको तारा खसाइदेऊ न तारा मात्र होइन जुन पनि झरी दिम्ला एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झरी दिम्ला गाई गोरु बाँधेर छिट्टै
सानो अलिक अलिक सानो गर्ने रहेछ आइबो म गर ल 1 2 3 गो एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झरिदिउला एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झरिदिउला गाई गोरु बाँधेर छिट्टै भेटाउन गाई गोरु बाँधेर छिट्टै भेटाउन बाटैमा रात पर्ला उज्यालोमै आउन अन्ध्यारो के हो र माया पिर्ती आँखी पर्खिदेऊ म आउँछु अन्ध्यारोलाई तोडी एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झरिदिउला एकान्छ मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झरिदिउला सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झरिदिउला त्यो तारा मात्र हैन जुन पनि झरिदिउला थैंक यू लिरिक्स बडे अच्छे लगते हैं मलाई चाहिँ मेरो छोराछोरीहरू जम्मा भएर यस्तो रमाइलो भएको छ सेल पोल्दैछु अब छोराछोरीले गीत गाउँदा साह्रै राम्रो नि लाग्यो खुसी लागेछ एकदमै मेरो एउटा छोरा गिटार बजाउँदै एउटा छोरा र छोरी गीत गाउँदै एउटा छोरी खिच्दै हो है वाउ भेरी म एकदम खुसी छु ह्याप्पी भेरी ह्याप्पी कति धेरै वर्षपछिको यो भेटमा यो रमाइलो सेल पोल्दैछु यस्तै मेरो छोराछोरी वरिपरि बसेर गीत गाउने बजाउने गर्दाखेरि अत्यन्तै खुसी मैले यो नसोचेको यो एकदम खुसीको क्षण हो मेरो यो फर्स्ट टाइम मेरो छोराछोरीहरूलाई अँगालेर दुईवटा छोरा दुईवटा छोरीको बिचमा आएर सेल पोल्दै एकदमै खुसीले यो सीमै छैन है के भनौँ कसरी भनौँ त्यति साह्रो खुसी छु ल खुसी हुनु पर्यो नि त एकदम खुसीकै सबै फ्यामिली नै खुसी हाम्रो सबै थोक ह्याप्पी फ्यामिली नै हो ह्याप्पी फ्यामिली मेरो छोराछोरीहरूले जहिले पनि यसरी मलाई साथ दिएर खुसीको क्षण नै जति बित्यो जिन्दगी बित्यो आउँदो दिन बाँकी जिन्दगीमा यतै गरी खुसी दिएर नै जहिले पनि बस्नु पाऊँ होइन साटेर नै बस्न पाऊँ त्यही हो बाँच्न पाऊँ बाँचिन्जेल मेरो छोराछोरीको काखमा मेरो काखमा मेरो छोराछोरीहरू पापा सायद मेरो पापा पनि सँगै हुनुहुन्छ धेरै झन्डै 100 वर्ष पुग्नु भएको पापा पनि सँगै हुनुहुन्छ त्यसमा म धेरै खुसी छु आज यस्तो चाहिँ सायद मेरो फर्स्ट टाइम पनि हो यो खुसी चाहिँ घरकेले छाउनु परल नखर छैन नि झिङ्गटी घरकेले छाउनु परल नखर छैन नि झिङ्गटी doesn't stand for ha ha but it stands for हा हा भिड र पहिरो खोलाको बाटो नमान्नु डरै डर भिड र पहिरो खोलाको बाटो नमान्नु डरै डर नभुल्नु माया मनभरि भुल्यो यो जुनी तिम्रै भर
नभुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर। मम्मीलाई इन्टरभ्यू लिन के बनाउन आँट्नु भएको? अब चाहिँ यो पकाउन आँटेको यो कुखुराको मासु भालेको ल। फेरि यो चाहिँ होइन चान्चुने भाले होइन रहेछ, के कस्तो रहेछ? यो चाहिँ फेरि के अरे 11 लाख पर्ने, केजीको नि 11 लाख, अबै केजीको 11 लाख डिस्काउन्ट गरेर कतिमा आयो अरे? डिस्काउन्ट गरेर त्यही 3000 मा लिएर घिउमा आएको। मात्रै पकाउने हो, घिउमा पकाउने है। अब यो चाहिँ मेरो छोराछोरीको कुरा सुन्दै गीतहरू सुन्दै। 2 वर्ष पुरानो भाले रे मम्मी, कसले भनेको? पसलेले। अनि यत्रो पुरानो भाले त नि सुप खाने लिएर आएको त्यसैले। हो र? अँ, ए त्यही थियो, हेर्दाखेरि नि साँच्चीकै जस्तै देख्ने। के हो यो त होइन कि क्या? घिउ पनि के भयो? अब बन्द पो भएछ त। त्यसको उयसको भित्रको बिर्को खै दिनु त। कसरी खोप? त्यो त मेरो नङ छ। अनि के तपाईँको नङ यसमा प्रयोग गर्ने हो। वा युटिलाइज केले पस्काउने? खतरा युटिलाइज गर्नु हो। पछाडि गले खै मम्मी सर्भाइभल स्किल यसले हो। कहाँ जाऊ कुदेर पनि चम्चा ल्याएर आऊ। ल छोरालाई सर्भाइभल स्किल गर्नु पर्यो नि त। काममा राकै गर्न, म चाहिँ बसी यहाँ आज चाहिँ बिचारा के पनि हेर्नु न, सबै त सबैको पछाडि तिम्रो मायाले बाँधेर राख। खुब जागर लागेछ। होइन गफ भन्दा छोरा थ्याङ्क यू। ल मेरो छोरालाई जान नदियो मलाई अब टाढा, माया यो होस् अझै। चम्चाको कुरा हुँदै थियो होइन? अझै गाडा यो घिउ पनि कालो न कालो रहेछ, त्यो के भयो? धेरै खरेको घिउ। अनि तिमीहरू भिडियो खिचेको गर्छ के भन्छु म? त्यही त मजा त मामा। हो र हो नि त र। घिउ नै कोठामा मलाई अलि धेरै घिउमा पकाएको। होइन यो गाउँको घिउ होइन? टाउको घिउ मम्मी यो केही नहाल्ने मरमसलाहरू गाउँको घिउ है। होइन, झोल हाल्ने। यसले त कोलेस्ट्रोल त एकैचोटि उता तारे भिड जत्रो बनाउन नै। घिउ त सकिन्छ क्या? त्यो भाडा बरु घोप्टम नै हो। सबैले झोल खाने हो आज, दाल साल न, यो भात खाने, झोल खाने, सेल खाने, अलिअलि अचार छ आज है। अब अनि हामी बस्ने गफ गर्ने के विचार हेर्नु न। ठिकले नि मजा आइरहेछ, हेर्दै हुनुहुन्छ। ड्याडीले मसला पिन्नु भएको? अनि त बिचरा एउटा ड्याडीले मसला पिन्नु भएको? मसला होइन, मसला त धेरै नहाल्ने, यति हाल्ने हो, यो हाल्ने हो। अनि अलि जिरा पनि हाल्ने हो, अनि मसला नहाल्ने हो। यसको मैले मम्मी धेरै नलाउनु न यो भेडा धेरै जुवानो। चिसो जाने है हो। आज सबैले एक एक बटुको यो हामीले कुखुरा खान आँटेको भने जुवान खान आँटे जस्तो भयो। हामी सुत केरी जस्तो लाग्छ धेरै खायो भने त। जाडोमा सबैले खाने, जाडोमा हाने। अब मेरो छोराछोरीहरू आउँदाखेरि के दिनु त? नाक खुलेको तपाईँको पनि पर्यो होला नि जुवान। हालेको सुप दिनु पर्यो। अब मेरो छोराछोरीहरूले आइ जति अब खुसीको सीमै छैन मेरो त नि। यसको कहाँ हो? यसको हात त्यो घप्पा लगाइदिनु। घप्पा लाएर जाँटेछ होला, जाँटे धोएको कि नआयो भन्छु लाग्यो। धुको मजाले धुनु लगाएको थियो त्यहाँ पनि। नेपालको कस्तो नराम्रो छ, प्योरै नभएको। मेरो नेपालमा त्यस्तै त त्यो भएर पास भयो। अनि त्यसपछि फेरि अर्को चोटिमा जाँदाखेरि पैसा लाग्छ रे। त्योभन्दा पछिको पनि पैसा 5000 भनेको थियो नेपाल आइडलमा त। भाले नै रहेछ कि, यत्रो यत्रो फ्याट पलाएको छ नि भाले। अनि 5000 भनेको थियो। 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 5000
तिम्रो यत्रो चाहिँ भाले दिदी ए 8 वर्षमा मेरो सानो छोरीसँग भेट्यो एउटा हप्तामै भइरहेछ है म त हो कि होइन जस्तो लागिरहेछ क्या त्यही त मलाई अर्कै खै क्या हामीलाई नि कहाँ नेपालै आएको जस्तो लागेको छैन है अनि त नि 8 वर्ष भनेको सानो त जुकै है छोरा म 19 वर्षकी थिएँ जाँदा अनि मेरो बुढी भन्नु न ए म कस्तो भएकोलाई भन्ने न दुईटा छोरीको आमा कस्तो भएकोलाई दुईटा छोरा आउँदाखेरि यस्तो टक्कै हो कि होइन म पर सबै त्यसै भन्छु कि मेरो साथीहरूलाई मेरो दुईटा छोरी छ दुईटा छोरा आउँछ भनेर कस्तो हुन्छ अब यो कस्तो हुन्छ भन्छन् जम्मैले मलाई त काम छोडेर देश छोडेर सबै थोक मेरो अब कामको त के हो यस्तो यस्तो छोराछोरी पाएपछि हो कि अब कसैले भगवान् भनेर मेरो छोरा पाइराखेर है दुईटा छोरी भयो नि कसैले छोराहरू पाएको रहेछ हेर्नु त मेरो छोरीहरू पनि बरु याद घट्छ र यस्तो छोराहरू पाएँ मैले अब अनि के भन्नु अत्यन्तै खुसी छु म अब मैले माया गरेको जति मेरो छोरीहरूलाई नि माया गरिदियो छोरी बनाएर त्योभन्दा अब मैले केही चाहिँदैन मलाई हामीलाई पाल्नु नि बढी पर्दैन केही गर्नु पर्दैन त्यो हो अब आफूले एउटा सिनको धरी आफूले जोडेर योसम्म आएको हो है अनि के गर्नु अब त्यही भएर अब हामीले त्योभन्दा चाहिँ अलिकति राहत बनाइदिएछौँ मेहनत भन्ने अब जम्मैले गऱ्यौँ है सबसे मेहनत अब मेरो छोरी दुईटाको नै मेहनतले यस्तोमा पुग्यो छोरी दुईटा यस्तो मेहनती नपाएको अब एउटाले घर सम्हालिदियो एउटाले वन सम्हालिदियो त्यस्तै छोराहरू पाएँ फेरि आमामा उस्तै छोराहरू पाएको भए यो के मतलब हुन्थ्यो र फेरि त्यस्तै छोराहरू पाएँ नि त मेरो आफ्नो मनभित्रबाट थाहा हुन्छ मलाई मेरो छोराछोरी केही भइदियो भने कसो गर्नु त्यस्तो आँटिन्छ क्या कोही बेला मात्र भने एकदम ढुक्का पहिले छोरासँग नहुँदासम्म यो नानीको रात दिन एकछिन मेसेज हेरेन भने पनि यति टेन्सन थियो मलाई अति टेन्सन थियो मलाई यसलाई यसको टार्गेट कति थियो मान्छेहरू त्यो हुनाले नै मलाई साह्रै टेन्सन थियो क्या जहाँ पनि हो टार्गेट कति गर्थ्यो त नि कति मलाई माग्थ्यो मान्छेहरूले मान्छेले जे नि इन्टरनेटको जमाना छ जहाँबाट जे नि गरिरहेको नि होइन अहिले भनौँ न हामीले कुनै त्यस्तो पार्नै चिताउने भयो कहाँ मान्छे छ भने हामीले को मान्छे लाएर हुन्छ कि इन्टरनेटको जमाना पनि त्यस्तो हुन्छ मलाई अत्यन्तै डर लाग्थ्यो अति नै डर लाग्थ्यो उसलाई साँच्चै यस्तो हुन्छ मलाई यति डर लाग्थ्यो कि न कसैले केही पो गरिदिन्छ कि न कसैले कति अब अहिलेको जमानामा मार्ने काट्ने दुनियाँ हुन्छ हराइदिनु हराइने को छ र त्यो आफ्नो कहिले नजाने मान्छे कहिले बच्चा उसको दिदीको घरमा बसेको यहाँ पनि सानैदेखि छोड्यो भन्दा पनि 14 वर्षको छोडेको मैले त अनि सानो डर हुन्छ बल्ल छोरा भेटाएपछि मलाई यति ढुक्का हुन्थ्यो है त्यस्तो ढुक्का हुन्थ्यो अनि त्योभन्दा ढुक्का त्यो त फोनसन नगरे केही नगरे आनन्द छ मलाई यतातिरको नि भगवान् त्यस्तै तर भेटा चाहिँ छोरा भन्थे है साँच्ची नै भेटाएको त होइन मान्छेको खत्तरीको यो त सायद यो संसारमा धेरैको चाहिँ हुँदैन होला यो 92% के हुँदैन त्यति साह्रो मैले 100% मैले सोचेको छु कि एकअर्कामा जिन्दगीभर जतिसम्म यस्तै भएर बस्नु केही चिन्ता छैन यहाँ आफ्नो उता आफ्नो ज्यान राम्रो गरेर आफ्नो भएर बाँच्नु धेरै दुःख नि गर्ने होइन दुःख त गर्नुपर्छ आमा बाउको नि माया गर्नुपर्छ धेरै अनि भए पनि आफ्नो एकदम खेल गर्ने अब हामी आमा बाउ अहिले उताको आमा बाउ पनि तकराई हुनुहुन्छ अलिकति अब जे पाइ त्यही खानुहुन्न है पकडाको आमा बाउ यताको त अब फर्स्ट भेट हो कहिले भेटघाट हुन्छ हो अनि एकदम छैन नि मैले यताको त छैन ए रेस्लिङको चाहिँ नि
पोखराको आमा बाबा त म त हामी त कति गफ गर्छौँ 2 घन्टासम्म गफ गर्छौँ कहिले म त तपाईँको घर भेटिसक्नु भयो नि अनि यता आउनु भएको थियो त नि ए भेट्यौँ नि पर भेटघाट भइसक्यो भट्ट मासहरू के ल्याइदिनुहुन्छ उहाँहरू आउनु हुँदाखेरि बासै बस्नुहुन्न यता अब हाम्रो घर सानो छ अहिलेसम्म त ऊ त के अरे बेसार त बट्टै छ माछा पनि माछा त कस्तो मिठो त्यो खोलाको माछा भन्नुभएको थियो अनि त बिचराहरू कति सोझो हुनुहुन्छ उहाँहरू पनि है मम्मी क्या सोझो न सोझो हुनुहुन्छ है मम्मी म चाहिँ कति गफ गर्छु ड्याडी र म त मम्मी त बाबाको त गफै सकिन्न नि त्यहाँ दाइ भन्छु बहिनी भन्नुहुन्छ मेसोनी अब यस्तो लामो नेपालीमा होला फेरि नेपालीमा मलाई त नेपाली टाइपिङ गर्दै आउँदैन म त सिक्दा त्यो उसमा चाहिँ आजभोलि त्यो नेपाली उ गरेर मम्मीको त भोइस मेसेज होला नि कहानी होइन म इङ्ग्लिसको टाइपिङ तर त्यो जे पार्टीको इङ्ग्लिसमा मात्रै टाइपिङ गर्न आउँछ नि मलाई त्यो यस्तो करेक्सन होला हो त्यस्तो फेरि इङ्ग्लिस पनि स्पेलिङहरू हुँदैन होइन है बुनु हुन्छ त स्पेलिङ राम्रो हुन्न नि कहिले त काहीँ त हुन्छ कुनै किन हुन्छ हो त्यस्तो खाले मात्रै अब उ गरेर के यहाँ छ के भयो कस्तो काम पर्यो तपाईँ पकाउनु मम्मी तपाईँ पकाउनु न गफ गर्दा गर्दा पाकिसक्यो अनि खोइ के न हो कि के भयो कि काम पर्यो हुन्छ को दादा कि म बाबा ड्याडी ड्याडी त हाम्रो ड्याडी त कुरा गर्नै जान्दैन भन्नुहुन्छ अनि मम्मी के अरे जुस खाएको तपाईँलाई होइन के ड्याडी र मम्मी चाहिँ उस्तै हो भन्नुहुन्छ क्या मम्मीले म त के भन्नु लाग्नु भएछ हजुर यहाँको हाम्रो ड्याडी उता पोखराको मम्मी चाहिँ उस्तै रे क्या ए अनि नजान्ने भन्नुहुन्छ क्या मम्मीले पनि त्यो भन्नुहुन्छ आँट्नुहुन्छ हजुर त नि हामी पनि कोही कोही बेला हिजोअस्ति चाहिँ बोलेको थियौँ अहिले उनीहरूले कति कुचु भइसक्यो होला मलाई त कुदी लागेर ठाडो आउँदा पनि हिजोअस्ति तिमीहरू आउने बेलामा छोरा आउने बेलामा पनि है के हो आएको जस्तो हतार लाग्ने कि एकदमै मुटुलाई कराउँदा मात्रै हतार लागेर मैले ढिलो गरेको जस्तो आज छोरा आउन दिनमा पनि त्यस्तै मम्मा छिटो यस्तो भन्छु पनि होइन अनि फेरि त्यो दिनमा नि आउनु भएन नि छोरा उतै बिचरा उहाँ बस्नुभयो अनि भोलिपल्ट बोलाउँदा गरिन्छु अनि मान्छेहरू आउने जाने त्यस्तै हुन्छ के गर्नु यस्तै भेनाको घर जानै नपर्ने भयो नि त अब कुनै दिन एकै दिनमा भयो नि अब यो नुन त मैले अड्कालाई नै जान्दैन के खाले नुन ल्याएको नानीले म चाख्ने होला यो त लाग्दै बेसी मात्रै लाग्दै झोल बनाउने भयो त अहिले चाख्न मिल्छ खै पनि के सल हो यो अनि नुन जस्तो लाग्दैन अलिक रातो पारेर झोल हाल्नु मैले चाहिँ यो सेल अलिअलि बाँड्ने कि भनेको तर उता बाँडिदिउँ त्यो दिदीलाई के अरे दिदी के त्यो दुध ल्याउने दिदीलाई नि दिनुपर्छ उतापट्टिको बुनुको एकदम हेल्पफुल मान्छे हो त्यो बस्दा घुँडै दुख्यो अघि भिडियो नि बिगारेको थिएँ मैले होइन कति गाउनुपर्छ भाले नै रहेछ क्या यत्रो फ्याक्ट पलाएको छ नि भाले पिउर यत्रो छ भाले चाहिँ 8 वर्षमा मेरो सानो छोरीसँग भेट्यो यो टाटामै भइरहेछ है म त हो कि होइन जस्तो लागिरहेछ क्या त्यही त मलाई अर्कै खै क्या हामीलाई नि कहाँ नेपालै आएको जस्तो लागेको छैन है अनि त नि 8 वर्ष भनेको सानो त दुखै है छोरा म 19 वर्षकै थिएँ जाँदा अनि मेरो बुढी
भन्नु ए म कस्तो भएकोलाई भन्नु न त्यो दुईवटा छोरीको आमा कस्तो भएकोलाई दुईवटा छोरा आउँदाखेरि यस्तो टक्कै हो कि होइन म पर सबै त्यसै भन्छु कि मेरो साथीहरूलाई मेरो दुईवटा छोरी छ दुईवटा छोरा आउँछ भनेर कस्तो हुन्छ आमा यो कस्तो हुन्छ भन्छन् जम्मैले मलाई त काम छोडेर देश छोडेर सबै थोक मेरो अब कामको त के हो यस्तो यस्तो छोराछोरी पाएको छ कि अब कसैले भगवान् भनेर मेरो छोरा पाइराखेर है दुईवटा छोरी भयो नि कसैले छोराहरू पाएको रहेछ हेर्नु त मेरो छोरीहरू पनि बरु याद घट्छ र यस्तो छोराहरू पाएँ मैले अब अनि के भन्नु अत्यन्तै खुसी छु म अब मैले माया गरेको जति मेरो छोरीहरूलाई नि माया गरिदियो छोरी बनाएर त्योभन्दा अब मैले केही चाहिँदैन मलाई हामीलाई पाल्नु नि बढी पर्दैन केही गर्नु पर्दैन त्यो हो अब मिहिनेत भन्ने अब जम्मैले गऱ्यौँ है सबसे मिहिनेत अब मेरो छोरी दुईवटाको नै मिहिनेतले यस्तोमा पुग्यो छोरी दुईवटा यस्तो मिहिनेती नपाएको अब एउटाले घर सम्हालिदियो एउटाले वन सम्हालिदियो त्यस्तै छोराहरू पाएँ फेरि आमामा उस्तै छोराहरू पाएको भए यो के मतलब हुन्थ्यो र फेरि त्यस्तै छोराहरू पाएँ नि त मेरो आफ्नो मनभित्रबाट थाहा हुन्छ मलाई आनन्दले चल्दै नचली गफरी गर्दै आज केही नगर्ने भनेर बसेको हामी भोलि नि अब भोलि पनि छुट्टी छ भने केही छैन वाउ लोकल कुखुरा है लोकलको मासुमा पल्केको लोकलको मासुमा फेरि मसलाहरू पनि धेरै हाल्नु हुँदैन क्या यसकै सुप निकाल्ने हो है मिठो हुन्छ बाबा मम्मी भुतुक हुँदै होला कहिले छोरा भेट्ने भनेर छोरा बुहारी ख्याचक पारिरहेको अनि यहाँ ठुलो मसला हाल्ने क्या अलिकति त नि खोइ कस्तो घिन देखाएको छ मैले नि राम्रो छ एउटा म बस्दा चाहिँ हिँड्दा पनि कुन खाले भएको रहेछ